आज यो चाहिँ साँझको समयमा कहाँ जाँदैछ भन्दै हुनु होला होइन। अहिले चाहिँ म भोलि बिहान हाम्रो कलेज हुन्छ 6:30 बजे। त्यसैले गर्दाखेरिमा म अहिले चाहिँ घरमा आछु। त्यसैले भोलि बिहान निस्किनु पर्ने हुन्छ 5 बजेतिर हाम्रो कलेज भेटाउनको लागि। त्यसैले गर्दा म अहिले गाडीमा पेट्रोल नभएका कारणले गर्दाखेरिमा अहिले पेट्रोल हाल्नतिर यात्रा हुँदैछ। पेट्रोलको रेट चाहिँ 190 आएछ 140। पुरा गरम न त गरम रेडी के भयो त 500 400 को हाल्ने कति भन्यो भने 400 को 400 के क्यामेरा हो यो क्यामेरा भिडियो रिकर्ड गर्छ क्यामेराले के सुटिङ गरिरहेको तिमी अहिले यता ट्राभल गरेको घुम्न आएको सुटिङ हुँदैछ हाम्रो पनि सुटिङ भइरहेछ हजुर नि देख्नु भएको दाइ चाउमिन भन्ने चाउमिन चाउमिन त होला तर अब टाइम लाग्छ तिमी आज पनि रङ टाइममा आइदियो भइहाल्छ एका बनाइदिनु होला यता भित्रै छु है। अहिले चाहिँ म यहाँ आएर पेट्रोल हालेँ। अनि हालिसकेपछि सिधा हाम्रो यहाँ सनामुनमा रहेको आफ्नो चिनेको दाइको आएर अब अर्डर गरिहालेँ। अब बन्दैछ। अनि अर्को कुरा चाहिँ के भनौँ भन्दाखेरि अर्को कुरा चाहिँ के भन्दाखेरिमा यो ठुलो रेस्टुरेन्ट होटलमा खाना भन्दा नि त्यो सानोतिनो हुन्छ नि त रेस्टुरेन्ट, त्यहाँ बसेर खाना एकदमै मजा आउँछ कि साथमा। अनि पार्टनर हुन्छ नि त साथी भएको अझ राम्रो के त्यस्तो मलाई राम्रो लाग्छ कि त्यस्तो। त्यसैले म सबैभन्दा धेरै रुचाउने भनेको जस्तै रेस्टुरेन्टहरूमा अनि ठुलो होटलमा नि कहिले काहीँ त गए हुन्छ तर भिडियोहरू हाल्ने छैन। यसरी गएपछि हालौँला। चाउमिन खाइयो, अब घरको यात्रा हुन्छ। गएर अब ल है म घर पुगिसकेँ भनौँ। अब आजको भिडियोमा खासै केही भएन होइन, यो कन्टेन्ट नै भएन। त्यही नै अब एउटा हुन्छ नि त सम्झना जस्तै कहाँ गएँ के गरेँ भनेको जस्तै त्यही भनौँ अहिलेलाई। अब बिस्तारै आउँदै गर्छ राम्रो राम्रो भिडियोहरू, हेर्दै गर्नु होला, साथ सपोर्ट दिँदै गर्नु होला। मेरो नि हल्का हुन्छ नि त कलेज टास्कहरू छ त्यो गर्नु छ। ल भेट्दै गरौँला अर्को भिडियोमा। ल अहिलेलाई बिदा पाऊँ। टाटा टाटा।